नमस्कार। यस भिडियो ट्युटोरियलमा हामी श्रम संसार पोर्टलमा नयाँ सेवा प्रदायक खाता कसरी खोल्ने भन्ने बारेमा सिक्नेछौँ। श्रम संसार पोर्टलमा साइन अप गरेर तपाईले संस्थागत वा व्यक्तिगत रूपमा समेत प्रदान गर्दै आइरहनु भएको सेवाहरूको विज्ञापन गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा कुनै पनि ब्राउजर खोल्नुहोस्। त्यसपछि ठेगानामा shramsansar.gov.np टाइप गरेर एन्टर बटन थिच्नुहोस्। वेबसाइट खुलेपछि माथिल्लो दायाँ कुनामा देखिएको साइन अप वा दर्ता भन्ने बटनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई कुन प्रकारको खाता खोल्ने भनेर सोधिनेछ। तपाईले निम्नमध्ये एक चयन गर्न सक्नुहुन्छ: रोजगारी खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, सेवा प्रदायक। अहिले हामी सेवा प्रदायक खाता खोल्न गइरहेका छौँ। त्यसका लागि सेवा प्रदायक चयन गरेर कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। अब तपाईको सामुमा एक फारम खुल्नेछ जहाँ तपाईले आफ्नो सेवा प्रदायक संस्थागत वा व्यक्तिगत रूपमा कुनै विशिष्टीकृत सेवा प्रदान गर्ने क्षमता राख्नुहुन्छ भन्ने विवरण भर्नुपर्नेछ। सर्वप्रथम सेवा प्रदायक खाता खोल्नका लागि फारमको माथिल्लो भागमा साङ्गठनिक खाता र व्यक्तिगत खाता मध्ये कुनै एकलाई चयन गर्नुपर्नेछ। अहिले हामी संस्थागत सेवा प्रदायक खाता खोल्न गइरहेका कारण साङ्गठनिक चयन गर्दछौँ। सङ्घ सङ्गठनको दर्ता गरिएको नाम, इमेल ठेगाना, पासवर्ड पुनः राखी कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। यस प्यानलमा तपाईले आफ्नो सङ्घ सङ्गठनको व्यावसायिक एवं कार्यालय ठेगानासँग सम्बन्धित सूचनाहरू उपलब्ध गराउनु पर्ने हुन्छ। कम्पनी दर्ता नम्बर, प्यान नम्बर, फोन नम्बर, दर्ता मिति, वेबसाइट, कार्यालयको स्थायी ठेगाना सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। यस प्यानलमा तपाईले आफ्नो सङ्घ संस्थाको कार्यालय सम्पर्क व्यक्तिसँग सम्बन्धित जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ। सम्पर्क व्यक्तिको पूरा नाम, मोबाइल नम्बर, इमेल ठेगाना, पद सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। अब तपाईले प्रविष्ट गरेका सबै विवरणहरूको पुनरावलोकन गर्न सक्नुहुन्छ। विवरणहरू ठिक भएमा टर्म्स एन्ड कन्डिसन पढेर मन्जुरी गर्नुहोस्। अन्त्यमा साइन अप बटन थिच्नुहोस्। प्रणालीले तपाईका विवरणहरू प्रमाणीकरण गरेपछि नयाँ खाता सफलतापूर्वक खोलिएको सन्देश देखिनेछ। साथै पहिलो चरणमा तपाईले आफ्नो सेवा प्रदायक संस्थाको इमेल ठेगानामा कन्फर्मेसन इमेल पठाइएको जानकारी देख्नुहुनेछ। अब तपाईँ आफ्नो इमेल खोलेर श्रम संसार प्रणालीबाट प्राप्त इमेलमा भएको एक्टिभेट लिङ्कलाई क्लिक गर्नुहोस्। अब तपाईको श्रम संसार पोर्टलमा सेवा प्रदायक खाता सफलतापूर्वक खोलिएको हुनेछ र त्यसपछि तपाईलाई लगइन पृष्ठमा पठाइनेछ। अब तपाईले खाता खोल्दा प्रयोग गर्नुभएको इमेल र पासवर्ड प्रयोग गरेर श्रम संसार पोर्टलमा लगइन गर्न सक्नुहुन्छ। साइन इन बटनमा क्लिक गरी आफ्नो आधिकारिक इमेल र पासवर्ड प्रविष्ट गरेपछि लगइन बटन थिच्नुहोस्। प्रणालीले तपाईले दिएको इमेल र पासवर्डको प्रमाणीकरण गर्नेछ र जानकारी सही भएमा तपाईलाई ड्यासबोर्डमा लगिनेछ। ड्यासबोर्डमा तपाईले खाता प्रमाणीकरण आवश्यक छ भन्ने सन्देश देख्नुहुनेछ। प्रमाणीकरण गर्नको लागि लिङ्क ड्यासबोर्डमै उपलब्ध हुनेछ। सो लिङ्कमा क्लिक गर्दा तपाईको अगाडि खाता प्रमाणीकरणको फारम सहितको स्क्रिन देखिनेछ। उक्त फारममा मागिएका विवरणहरू पूरा गर्नुपर्नेछ। सङ्घ सङ्गठनको आधिकारिक कागजातको फोटो वा स्क्रिनसट जस्तै संस्था दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र वा अन्य मागिएको प्रमाणपत्र। प्रमाणित कागजात अपलोड गरेपछि सम्बन्धित निकायले विवरणहरू रुजु गरी दोस्रो कार्यदिनभित्र तपाईको खाता प्रमाणित गरिनेछ। सर्वप्रथम सेवा प्रदायक खाता खोल्नका लागि फारमको माथिल्लो भागमा साङ्गठनिक खाता र व्यक्तिगत खाता मध्ये कुनै एकलाई चयन गर्नुपर्नेछ। अहिले हामी व्यक्तिगत सेवा प्रदायक खाता खोल्न गइरहेका कारण व्यक्तिगत चयन गर्दछौँ। सेवा प्रदायकको नाम, मोबाइल, इमेल ठेगाना, पासवर्ड पुनः राखी कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। यस प्यानलमा तपाईले आफ्नो व्यक्तिगत पहिचानको विवरणहरू उपलब्ध गराउनु पर्ने हुन्छ। जेन्डर, पहिचान पत्रको प्रकार, पहिचान पत्र नम्बर, जारी मिति, जारी गर्ने कार्यालय सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्।
यस प्यानलमा तपाईले आफ्नो व्यक्तिगत ठेगानासँग सम्बन्धित जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ। स्थायी ठेगाना, अस्थायी ठेगाना सबै विवरणहरू भरेपछि कन्टिन्यू बटन थिच्नुहोस्। अब तपाईले प्रविष्ट गरेका सबै विवरणहरूको पूर्वावलोकन हेर्न सक्नुहुन्छ। विवरणहरू ठिक भएमा टर्म्स एन्ड कन्डिसन पढेर मन्जुरी गर्नुहोस्। अन्त्यमा साइन अप बटन थिच्नुहोस्। प्रणालीले तपाईका विवरणहरू प्रमाणीकरण गरेपछि नयाँ खाता सफलतापूर्वक खोलिएको सन्देश देखिनेछ। साथै पहिलो चरणमा तपाईले आफ्नो व्यक्तिगत इमेल ठेगानामा कन्फर्मेसन इमेल पठाइएको जानकारी देख्नुहुनेछ। अब तपाई आफ्नो इमेल खोलेर श्रम संसार प्रणालीबाट प्राप्त इमेलमा भएको एक्टिभेट लिङ्कलाई क्लिक गर्नुहोस्। अब तपाईको श्रम संसार पोर्टलमा व्यक्तिगत प्रकारको सेवा प्रदायक खाता सफलतापूर्वक खोलिएको हुनेछ र त्यसपछि तपाईलाई लगइन पृष्ठमा पठाइनेछ। अब तपाईले खाता खोल्दा प्रयोग गर्नुभएको इमेल र पासवर्ड प्रयोग गरेर श्रम संसार पोर्टलमा लगइन गर्न सक्नुहुन्छ। साइन इन बटनमा क्लिक गरी आफ्नो आधिकारिक इमेल र पासवर्ड प्रविष्ट गरेपछि लगइन बटन थिच्नुहोस्। प्रणालीले तपाईले दिएको इमेल र पासवर्डको प्रमाणीकरण गर्नेछ र जानकारी सही भएमा तपाईलाई ड्याशबोर्डमा लगिनेछ। ड्याशबोर्डमा तपाईले खाता प्रमाणीकरण आवश्यक छ भन्ने सन्देश देख्नुहुनेछ। प्रमाणीकरण गर्नको लागि लिङ्क ड्याशबोर्डमै उपलब्ध हुनेछ। सो लिङ्कमा क्लिक गर्दा तपाईको अगाडि खाता प्रमाणीकरणको फारम सहितको स्क्रिन देखिनेछ। उक्त फारममा मागिएका विवरणहरू पूरा गर्नुपर्नेछ। व्यक्तिगत आधिकारिक कागजातको फोटो वा स्क्रिनशट जस्तै नागरिकता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, पासवर्ड, राष्ट्रिय परिचय पत्र वा अन्य मागिएको प्रमाणपत्र। प्रमाणित कागजात अपलोड गरेपछि सम्बन्धित निकायले विवरणहरू रुजु गरी दोस्रो कार्यदिनभित्र तपाईको खाता प्रमाणित गरिनेछ। अब म तपाईहरूलाई सेवा प्रदायक संस्थाले आफ्नो खाता सञ्चालन गरी कसरी नयाँ सेवा सम्बन्धित विज्ञापन पोस्ट गर्ने र सेवाग्राहीहरूको छनौट गर्ने सम्बन्धी जानकारी उपलब्ध गराउन गइरहेको छु। इमेल र पासवर्ड प्रविष्ट गरिसकेपछि तपाईको अगाडि आफ्नो ड्याशबोर्ड खुल्दछ। यहाँ तपाईले हालसम्म पोस्ट गर्नुभएको कुल सेवाहरू, कुल आवेदकहरू, कुल चयन भएका आवेदकहरू हेर्न सक्नुहुनेछ। साथै नयाँ सेवाका लागि प्राप्त अनुरोधहरू पनि हेर्न सकिनेछ। साथै ड्याशबोर्डमा मासिक र वार्षिक रूपमा पोस्ट गरिएका सेवा विज्ञापन र आवेदकहरूको डाटाहरू हेर्न सक्नुहुन्छ। दायाँ तर्फको माथिल्लो भागमा रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् र त्यसपछि माई प्रोफाइल क्लिक गरी तपाईले आफ्नो संस्थाको विवरणहरू अद्यावधिक गर्न सक्नुहुन्छ। ठेगाना ट्याबमा क्लिक गरी संस्थाको आधिकारिक ठेगाना अद्यावधिक गर्न सक्नुहुन्छ। त्यस्तै सम्पर्क व्यक्ति सम्बन्धी जानकारी अद्यावधिक गर्न परेमा यहाँबाट मिल्दछ। यहाँबाट तपाईको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ। तपाईको संस्थाले प्रदान गर्ने सेवा कार्यक्रमहरूको विज्ञापन पोस्ट गर्न पोस्ट सर्भिस बटनमा क्लिक गर्नुहोस्। अब तपाईको अगाडि नयाँ फर्म खुल्नेछ। यस फर्ममा सेवा सम्बन्धी जानकारीहरू, सेवा प्रदान गरिने स्थान, सेवा शुल्क लगायतका विवरणहरू भरी पोस्ट सर्भिस बटनमा क्लिक गर्नुहोस्। यदि तपाईको संस्थाले प्रदान गर्ने सेवाको प्रकार सम्बन्धी डाटाहरू ड्रपडाउनमा प्राप्त छैन भने तपाईले आफै थप्न सक्नुहुन्छ। तपाईले पोस्ट गर्नुभएको सेवा विज्ञापनहरू सर्भिस लिस्टिङ ट्याबमा गई हेर्न सक्नुहुन्छ। यही पेजबाट तपाईले पहिलो पोस्ट गर्नुभएको सेवा विज्ञापनहरूलाई आवश्यकता अनुसार एडिट, डिलिट र आर्काइभ गर्न सक्नुहुनेछ। सर्भिस लिस्टिङ ट्याबमा क्लिक गरी तपाईले पोस्ट गर्नुभएको सेवा विज्ञापनमा कतिजना सेवाग्राहीहरूले अवलोकन गरे, कतिजना सेवाग्राहीहरूले आवेदन दिए, कतिजना सेवाग्राहीहरूको आवेदन स्वीकृत भए जस्ता विवरणहरू हेर्न सकिन्छ। यस पेजबाट कुनै एक सेवा विज्ञापनमा क्लिक गरी उक्त पोस्टका आवेदकहरू हेर्न सकिन्छ। यस पेजबाट विभिन्न फिल्टरहरू प्रयोग गरी छनौट भएका सेवाग्राहीहरूको लिस्ट एक्सपोर्ट गर्न सकिन्छ। आवेदकको विवरण हेरेर सो सेवामा सहभागी गराउने वा नगराउने निर्णय गर्न सकिन्छ। अब एक्सेप्टेड र रिजेक्टेड सेवाग्राहीहरूलाई र एप मार्फत र मेल मार्फत सूचित गर्न सकिनेछ।
रोजगार खोजकर्ताले तपाईले पोस्ट गर्नुभएको सेवा कार्यक्रमका अलावा अन्य सेवाका लागि अनुरोध गरेमा सोको विवरण सर्भिस रिक्वेस्ट बटनमा क्लिक गरी हेर्न सकिन्छ। उक्त रिक्वेस्टलाई स्वीकार गर्ने वा रिजेक्ट गर्ने काम सेवा प्रदायकले गर्न सक्दछ। यदि सेवाग्राहीहरूले सेवा प्रदायकबाट उपलब्ध सेवाका सम्बन्धमा सोधपुछ गर्न चाहेमा सेवा प्रदायकलाई सिधा मेसेज पठाउन सक्छन् र सेवा प्रदायक र सेवा प्रदायकका बीचमा मेसेज मार्फत दोहोरो वार्तालाप गर्न सकिन्छ। यस पेजबाट तपाईले आफ्नो संस्थाको सेवा विज्ञापन र सेवाग्राही आवेदक सम्बन्धी रिपोर्टहरू तथा तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। मासिक, वार्षिक र हालसम्मको तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। विभिन्न फिल्टरहरू प्रयोग गरेर सेवा कार्यक्रम र आवेदकका बारेमा तथ्याङ्कहरू हेर्न सक्नुहुन्छ। रिभ्यू एन्ड रेटिङमा क्लिक गरेर सेवा प्रदायकले आफूले सञ्चालन गरेको कुनै सेवा कार्यक्रमका बारेमा सेवाग्राहीले प्रदान गरेको रिभ्यू र रेटिङ हेर्न सक्छन्। धन्यवाद।